देशमा नम्बर 1 मा देश बचाउनु पर्यो, 2 नम्बर पार्टी बचाउनु पर्यो। पार्टीको निर्देशनमा उहाँ उपप्रधानमन्त्री गएको मान्छे, तर उहाँको उपप्रधान गएपछि यो सरकारले, मैले 8 महिना प्लस म पनि राज्य मन्त्री भएँ, यो सरकारले 7 वटा बुदाहरूको संशोधन चाहिँ गरेर बुदाको छलफल गर्ने, यो बुदा पास गर्ने भनेर यो ठुलो टिम नेपाली कांग्रेस, नेकपा एमाले जस्तो पार्टीले यो देश बनाउँछु भनेर, यो दुईटी शत्रु हो। यो नेपाली कांग्रेसको शत्रु खोज्यो भने एमाले नै हो, एमालेले शत्रु खोज्यो भने नेपाली कांग्रेसै हो। शत्रु मिले, सात बुँदेमा मिले, 7 बुँदे शत्रु मिलेपछि आज मैले बिहान पनि भनेको छु थाहा रेडियोमा, अब 20 दिन 21 दिन बाँकी छ यो सरकारको 1 वर्ष पुग्न लागि। यो सरकारले के काम गर्यो त अहिलेसम्ममा? तपाईको विचारमा के गर्यो? केही पनि गरेका छैन, केही पनि गरेका छैन यो सरकारले।